वर्षमा 2 चोटि हाम्रो कुल पूजा गर्ने चलन छ। चण्डी पूर्णिमाको अवसर र मङ्सिरे पूर्णिमा अथवा उभौली र उँधौली दुईटा पूर्णिमाको दिनमा चाहिँ कुल पूजा गर्ने हाम्रो चाहिँ संस्कार रहेको छ। त्यसको लागि जहाँ भए पनि जुनसुकै ठाउँमा भए पनि आउनुपर्छ। र हाम्रो एउटा के छ भने यो कुल देउता जहाँ छ त्यहीँ हो, त्यहाँबाट अन्त सार्न पनि मिल्दैन, सर्दा पनि सर्दैनन् भन्ने हाम्रो चाहिँ चलन छ। किनभने हामीले योभन्दा अगाडि एक ठाउँबाट अर्को ठाउँमा थान बनाएका थियौँ, राम्रोसँग नसरेर देउता धेरै दुःख पाएको अवस्था पनि थियो। बल्ल बल्ल अहिले के कसो गरेर मनाएछन्। अहिले कसो गरौँ यहाँ? पानीको लागि पानीको लागि हो दाइ? ए ल अब आउँदैछ पानी? ए हुन्छ हुन्छ ल ल ठिक छ। हाम्रो कान्छा दाइले ऊ माथि पानी जोड्दै हुनुहुन्छ पूजामा आउने। ल अब यता यही हो हाम्रो थान। अब हामी यहाँ पहिला प्रथम चाहिँ सरसफाइ सफा सुग्घर गर्छौँ। ए यहाँ सुरु नै भइसक्यो रहेछ, ढिलो त हामी पो भइहाल्छ। अब यहाँ सरसफाइका कार्यक्रम भइसकेको छ। यी हाम्रो साइलाबा ए ल आइगयो हामी। ल ए साइला भाइ हो र? हे तेरी चल्नुहोस् बाबु। ल चल्नुहोस् छोरा। ए ल बाबालाई पठाइदिने हो। ल ल ओ सेवा। ल कसलाई पठाइदिने? धर्मराजलाई पठाइदिने बाबालाई। ल हाम्रो यी कान्छो आवास घरती मगरले चाहिँ यी कुखुरा समाएको होइन। ल सेवास बाबु। कसलाई पठाइदिने? बाबालाई है, बाबालाई चारो आऊ भन्ने हो। ल यी हाम्रो चाहिँ यहाँ देउतालाई सजाउने काम भइसकेको रहेछ हाम्रो साइनाबाट। यता थान पनि पुरै हाम्रो यहाँ सबै भइसकेको रहेछ होइन दाइ? ल भस्मै राम्रो भइगयो छ। ल है ल हाम्रो थान यही हो। अब यो भइसक्यो यो खिच्न पाइन्छ नि होइन? ल हाम्रो थान यो चाहिँ हाम्रो थान हो। कुलको पूजा गर्ने थान यही हो। अनि हाम्रो यो दिवंगत भएका अग्रजहरूको यहाँ राख। उयो त छेउमा पख यहाँ भन्यो। ल ल यस्तो भयो पख है सान्जी। यसो यो साइला भाइ ल देखा त साइला भाइ। यो के साइला भाइ? यो त यो अहिले हाम्रो उ गर्ने पोखल भयो होइन? सुन्नु यता यो छ नि, यो पहिले हामीले पोखरामा पूजा गर्दाखेरि तेरो कुललाई चढाउनु भनेको छ नि। यसलाई कता चढाउने? त्यसमा यो कान्छा आची ए ल ठिक छ। त्यसो ल यो राख, त्यसो यो छुट्टै राखौँ है। ल ल यो छुट्टै राखौँ, यो त यहीँ राख्ने हो। ल ल त्यो समात अहिले
यो डोको ढल्यो त त्यसमा अनि यो त दिइहालौँ त होइन कान्छ भाइ तेल त राखिहालौँ न होइन तेल र यो अगरबत्ती त तेल र अगरबत्ती चाहिँ यो दुई भाइको है यो दुई भाइको दुईटा किन्दैन ल हाम्रो कुल पूजा सुरु भयो यहाँ दिवंगत भएका हाम्रो पुर्खाहरूको ऊ छ यहाँ बिसाउनु छ सँगै साथै हो एउटा तल्लो पुज्नेलाई भयो एउटा त पुज्ने ऊ हो नि त बाबु त्यही त त्यो तपाईँ यहाँ दिदी त्यो नदीकोले काटी बस्ने साइलो त्यो पिठो हालिदिनु त्यो हाल्दैन क्यान्न हाल्दैन त्यो फोटो टास्नु हुन्थ्यो यो तान्नु त तीन भाइको पहिला तराउने बेलाबाट गएर थिएँ सिम तर आइयो भने काटी बस्नु क्या यहाँ छ त हाम्रो पोगल त कहाँ त्यहाँको मिठाउ त्यो त नदी त पहिलेको हो रे यो हो त्यहाँको ऊ पनि छ नि यहाँ लारो सुन्नु होला लानु उनी त अहिले उसले खान्थ्यो गर्नु क्या तलले तिमी त हिँड्तिर बस्ने छोटो छोटो बखाले नि यहाँ चाहिँ पिठोमा चाहिँ मिसाउँ अझै तपाईँको तिमी क्या राखिदिन्छ हो ध्वजा सहितको सबै उ गरे हौ ध्वजा सहितको सबै उ गरे हौ कान्छा ध्वजा सजा सबै दियौ त्यो कुनै ठाउँमा राख त्यो एक ठाउँमा राख बाबा हजुरले पनि भ्लग गरिराख त्यो हाम्रो पहिला पोखरामा उ गरेको हो क्या एक कतै छेउमा राख त अहिले पूजा गर्दा छुट्टी गरे त्यो कसको फोटो रहेछ त त्यहाँनिर खसेको होइन तलको त्यो ऊ गर्ने काम थियो त्यो गुलिस्टी भेट्यो जमाइदिइहाल्ने